हेलो साथीहरु, आज चाहिँ मैले बनाउँदैछु करेला। अनि कसलाई कसलाई मन पर्छ हैन करेला। आज मैले पकाउने हो करेलाको सब्जी। मलाई त धेरै पसन्द छ। अनि हजुरहरुलाई पसन्द छ कि छैन। अहिले म यो करेलाको बीज निकालेर अलग राखेर यसको मसला बनाउने हैन। यसलाई डोल्चीमा अनि जीरा अनि धनिया आखा जीरा कुटेर यसको पेस्ट बनाएर मसला बनाउने हो। अनि यति मिठो हुन्छ नि साथी हो। यसको बीज कुटेर मसला बनाएपछि हल्का ग्यासमा अनि सेक्ने अनि एक करेलालाई यति ठुलो ठुलो पार्ने। अनि यसको सब्जी यति टेस्टी हुन्छ। एक करेलाको बीजको मसला बनाएपछि एकचोटि हैन ट्राई गरेर हेर्नु होला। म त हमेशा यस्तै गर्छु हैन। करेलाको बीजलाई पनि कुटेर मसला बनाउँछु। यसले धेरै टेस्टी दिन्छ सब्जीलाई। अनि करेला नि यो मोटो मोटो काट्नुपर्छ साथीहरु हो। म त प्याज खादिन हैन। प्याज खाने मान्छेले प्याज पनि हाल्न सक्नुहुनेछ। प्याज लसुन हालेर बनाएपछि मस्त टेस्टी हुन्छ। म त प्याज लसुन खादिन, यस्तै बनाउने हो। कसलाई कसलाई मन पर्छ हो साथी करेला, त्यसले लाइक गरिदिनु अनि रातो दिल दिनु है साथी हो। त बाई। हेलो साथी हो, आज चाहिँ मैले बनाउँदैछु करेला। अनि कसलाई कसलाई मन पर्छ हैन करेला। आज मैले पकाउने हो करेलाको सब्जी। मलाई त धेरै पसन्द छ। अनि हजुरहरुलाई पसन्द छ कि छैन। अहिले म यो करेलाको बीज निकालेर अलग राखेर यसको मसला बनाउने हैन। यसलाई डोल्चीमा अनि जीरा अनि धनिया आखा जीरा कुटेर यसको पेस्ट बनाएर मसला बनाउने हो। अनि यति मिठो हुन्छ नि साथी हो। यसको बीज कुटेर मसला बनाएपछि हल्का ग्यासमा अनि सेक्ने अनि एक करेलालाई यति ठुलो ठुलो पार्ने। अनि यसको सब्जी यति टेस्टी हुन्छ। एक करेलाको बीजको मसला बनाएपछि एकचोटि हैन ट्राई गरेर हेर्नु होला। म त हमेशा यस्तै गर्छु हैन। करेलाको बीजलाई पनि कुटेर मसला बनाउँछु। यसले धेरै टेस्टी दिन्छ सब्जीलाई। अनि करेला नि यो मोटो मोटो काट्नुपर्छ साथीहरु हो। म त प्याज खादिन हैन। प्याज खाने मान्छेले प्याज पनि हाल्न सक्नुहुनेछ। प्याज लसुन हालेर बनाएपछि मस्त टेस्टी हुन्छ। म त प्याज लसुन खादिन, यस्तै बनाउने हो। कसलाई कसलाई मन पर्छ हो साथी करेला, त्यसले लाइक गरिदिनु अनि रातो दिल दिनु है।